आफ्नै बारीमा फलेको मकै पोलेर हामी चाहिँ आफ्नै भुइँमा बेच्दैछौँ। अनि हामी सानोतिनो कृषकै हो। हामी यो सक्खरखण्ड सुथुनी के भन्छ ओगी रोप्नको लागि तयार हुँदैछौँ। यो पनि आफ्नै बारीको हो। यता खाजाको तयारी हुँदैछ। अनि यो चाहिँ यता फलेको हो ठाउँ बनिँदैछ। अनि यहाँनिर चाहिँ त्यो ओगीलाई रोप्ने हो। फल्छ नै भन्ने लागेको छ। मकै चाहिँ खाल परेको छ हामीसँग। कोही यस्तो भर्खर धान चामल निकाल्दैछ, कोही जुत्तामा परिणत भइसकेको छ। बोडी फल्दैछ यसरी। अनि मकै पोल्ने कार्यक्रम यसरी। डढ्दैछ त सानो? यो चाहिँ डर अब यता र त्यता सानो नलाउनु न धेर। त्यस्तै छ। अनि यता पनि दाजुले उयो हान्ने भन्यो भने त हान्नु पर्छ। बोडी फल्दैछ। अनि आजको मौसम चाहिँ यस्तो छ। आजको शनिबार घरमै के गरेर ल यस्तै छ। तपाईँहरूको शनिबार चाहिँ कसरी बित्यो? छोटो 1 मिनटको। मकै चाहिँ फेरि खाल परेको छ हाम्रो। यो खाने बेला भएकै छैन। भर्खर उयो हान्दैछ। यो कोही खाने बेला भइसक्यो। कोही चाहिँ यस्तो पनि भइसकेको छ। अनि बोडी फेरि यतातिर पनि फलिरहेछ। के गर्नु र? टमाटर मेरो फुलहरू। अनि यहाँ चाहिँ हिजो फुलबारी बनाएको भन्दा नि पहिलाको यो बुढोहरूलाई गएर मसिनो रोपेको कोही फुलिरहेछ। अनि यसो गएर टक्कसँग यता पनि छ मकैबारी। मजाले देखिन्छ कि होइन? ठुल्ठुलो फलेको छ। यहाँ चाहिँ झन् मैले यति नै देखाएँ। ल यति छोटो भिडियो।